हामी एमसीसी खारेज गर्छौं, खारेज गरेर देखाउँछौं। केही अर्ब पैसा लिएको होला, फिर्ता गर्नुपर्छ है। एमसीसी पछाडि एसपीपी अनि एसपीपी पछाडि सैनिक ब्यारेकहरू। आज तपाईको दुबईमा इरानले किन मिसाइल हान्दैछ? बिहारमा किन तपाईको इरानले मिसाइल हान्दैछ? यी कुराहरू हामीले बुझेका छौँ। खालि हामीले चाहिँ तपाईको यहीको मसिनो मसिनो कुराहरू मात्रै बुझेर हुँदैन है। हो, स्थानीय तहको राजनीति पनि बुझ्न जरुरी छ, प्रदेश तहको राजनीति बुझ्न जरुरी छ, राष्ट्रिय तहको राजनीति बुझ्न जरुरी छ, अन्तर्राष्ट्रिय तहको राजनीति पनि बुझ्न जरुरी छ। म एमसीसीको विरुद्धमा किन यत्रो धेरै बोल्छु भन्दाखेरि भोलिको दिनमा एसपीपी गरिसकेपछि यहाँ पनि सैनिक अखडा आउँछ। सैनिक अखडा आइसकेपछि अस्ति जेनजीकै आन्दोलनमा देखियो जिओडी होइन, तिब्बतलाई सेपरेट गर्ने भन्ने कुरा। अनि यहाँ टेकेर चीनलाई यदि आक्रमण हुन्छ भने चीनले चाहिँ हान्दैन त? यहाँ एउटा मुस्लिम कन्ट्रीले एउटा अर्को मुस्लिम कन्ट्रीलाई त हानिराखेको छ। किन हानिरहेको छ भन्दा त्यहाँभित्र चाहिँ छ नि त तिनीहरूको बेस भन्ने छ। अनि त्यही मात्रै खस्छ त म त्यस्तो खालको। तपाईँको मैले के भने अघि भन्दाखेरि भगवान् बुद्धको भूमि हो। हामी यत्रो सानो छौँ, हामी त्यो ठेक्न सक्दैनौँ। यहाँ मिसाइलको कुरा, फाइटरको कुरा, आगजनी भएको कुरा ठेक्न सक्छौँ है। 50 तले बिल्डिङ, 100 तले बिल्डिङ 1 सेकेन्डमा ध्वस्त भएको देखिन्छ है।